त्यो सब झुट हो, त्यो फटाहा हो। म भन्न चाहन्छु त्यो फटाहा हो। मेरो सम्पत्ति पुरै ठग्यो। अहिलेको चलन चल्तीमा 70-80 लाख भन्दा तल हुँदैन सर। मलाई यो यता चाहिँ अब के गरी पठाउँछ, बार दिन्छ सरकार, कस्तो दिन्छ एउटा छोरीको बिहेमा यही जग्गा धितो राखेर निकालु बैंकबाट भनेर त्यति बेला थाहा भयो त जग्गा छैन, मालपोत कार्यालयमा त उसको नाउँमा गएको छ भनेर यो दुईवटा लालपुर्ता पनि देखिया। तर ऊ मलाई 4 दिन पछाडि 10 लाखको कागज बनायो। 10 लाखको कागज बनायो, मलाई थाहा भएन। खालि म कागज लायो, मलाई सही गराइदियो, भयो। मलाई थाहा भएन। फेरि 74 सालमा मेरो जग्गा आयो नि, जग्गा आयो त जग्गा अति गर्न गयो, मेरो दाइको नामबाट मेरो नाम आयो। ऊ जग्गा म लिएर मेरो नाममा आयो। ऊ निशान मैनाली निशान मैनाली छ नि, त्यो लिएर वाडामा लग्यो, साइकलमा बसाएर लग्यो। उतैबाट लिएर मालपोतमा गयो। उसको मम्मी निर्मला मैनाली पम्पा, यी पशुपति सबै कागज लेखेर राखेको थियो। म गयो त लेखेर राखेको थियो। तर ऊ मलाई भन्यो कति दिनको दृष्टिबन्धन गर्छु तपाईँ। त म भन्यो कि 3 वर्षको गरिदिनु न। म